धेरै धन्यवाद आदरणीय फाउन्डर प्रिन्सिपल सुदेव कार्की सर। तिम्रो जन्म संयोग होइन, आवश्यकता थियो देखाइदियो। नमस्कार आदरणीय दर्शकवृन्द, यहाँहरूलाई स्वागत छ बेस्ट मोटिभेशनल युट्युब च्यानल। म हो मोटिभेशनल स्पिकर रामचन्द्र कार्की। आज म तपाईहरुमाझ कम्युनिटी वेलफेयर इंग्लिश स्कुलको तेस्रो यसी ब्याचको विदाईको कार्यक्रमको भिडियो लिएर आएको छु। यदि तपाईहरु यस च्यानलमा नयाँ हुनुहुन्छ भने यस च्यानललाई लाइक, सब्स्क्राइब र शेयर गर्नको लागि नभुल्नुहोला। आउनुहोस् दर्शकवृन्द, आजको विषयवस्तुतिर लागौँ। शिक्षामा क्रान्ति ल्याउनु पर्छ अनि हाम्रो घर शिक्षित हुन्छ, टोल शिक्षित हुन्छ भनेर ज्ञानको जति फैलाउँदै अहिले शिक्षा हुनेर भविष्यमा जिताउने विद्याको मन्दिर सुरुवात गर्नु भएकोमा कम्युनिटी वेलफेयर इंग्लिश स्कुल परिवारप्रति म हार्दिक कृतज्ञता व्यक्त गर्छु। यस शैक्षिक क्षेत्रहरूको बेडमा धेरै विद्यालयहरू राम्रा छन्, उत्कृष्ट छन्। त्यसमध्ये पनि मैले यस कम्युनिटी वेलफेयर इंग्लिश स्कुललाई झन्डै राम्रो र उत्कृष्ट मानेको छु। किनभने यस विद्यालयले हाम्रा साना विद्यार्थी भाइ बहिनीलाई शिक्षा सँगसँगै संस्कार पनि चाहिन्छ भनेर संस्कार सहितको शिक्षा आजको आवश्यकता भनेर संस्कार सहितको शिक्षा उहाँले आएको छ। यस कम्युनिटी वेलफेयर इंग्लिश स्कुललाई लिड गर्ने सुदेव कार्की सर सरल र मृतभाषी हुनुहुन्छ। जसरी एउटा उर्वर भूमिमा हामी साग रोप्छौँ, काउली रोप्छौँ, त्यो उर्वर भूमिलाई हामी सम्मान गर्छौँ, माया गर्छौँ नि हो, त्यो उर्वर भूमिको संगठन मैले यस कम्युनिटी वेलफेयर इंग्लिश बोर्डिङ स्कुलमा पाएको छु। कम्युनिटी वेलफेयर इंग्लिश स्कुलमा पढ्ने विद्यार्थी भाइ बहिनीहरूले 10-15 वर्ष गजबको मेहनत गर्नुभयो। अझै तपाईले गजबको मेहनत गर्नुहोस्, तपाईहरु उत्कृष्ट गर्नुहोस्। किनभने तपाईहरु भोलि डाक्टर बने पनि हुन्छ, तपाईहरु भोलि पाइलट बने पनि हुन्छ, तपाई भोलि इन्जिनियर बने पनि हुन्छ, तपाईहरु भोलि सफल उद्योगपति बने पनि हुन्छ। हेर्नुस् त विद्यार्थी भाइ बहिनीहरू, भविष्यमा तपाईहरु जे बने पनि हुन्छ, तर यस्तो व्यक्ति भन्नुस् कि औलामा गन्न लायकको व्यक्ति भन्नुस्। विद्यार्थी भाइ बहिनीहरूले आजसम्म कडा मेहनत गर्नुभयो, अझै 5-10 वर्ष बढी मेहनत गर्नुहोस्। किनभने तपाईहरुको जिन्दगीको रेखा कोर्ने समय आएको छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरूले जिन्दगीको रेखा कोर्नको लागि सबभन्दा तपाईहरुलाई केमा रुचि छ, तपाईहरु भविष्य के बन्न चाहनुहुन्छ, नोट गर्नुहोस् र अभिभावकसँग सल्लाह लिनुहोस्। त्यो अनुसारको जिन्दगी के बन्ने, जिन्दगीमा के गर्ने माइन्डसेट बनाउनुहोस्। हेर्नुहोस् न विद्यार्थी भाइ बहिनीहरू, जुन किसानले असार र साउन महिना गजबको मेहनत गर्छन् हो, उही किसानले मङ्सिर महिनामा ठुलो भकारी भरी धान भित्र्याउँछ भने जुन किसानले असार र साउनको महिना मेहनत गर्दैन, डुलेर हिँड्छ भने त्यस किसानको मङ्सिर महिनामा भकारी रित्तो हुन्छ। त्यसैले विद्यार्थी भाइ बहिनीहरूले 5-10 वर्ष गजबको मेहनत गर्नुहोस्, शिक्षाको भकारी भर्नुहोस्, ज्ञानको भकारी भर्नुहोस्, नलेजको भकारी भर्नुहोस्, पोजिटिभ माइन्डसेटको भकारी भर्नुहोस्। अगाडि बढ्दै जानुहोस्, सिक्दै जानुहोस्, जित्दै जानुहोस्। हेर्नुहोस् त विद्यार्थी भाइ बहिनीहरू, एकचोटि गुरुले 3 जना विद्यार्थीलाई तीर हान्ने परीक्षा लिनुहुन्छ अनि गुरुले ती 3 जना विद्यार्थीलाई तीर हान्नुभन्दा अगाडि एक गरेर क्वेशन सोध्नु र गुरुले सोध्नुभयो पहिलो विद्यार्थीलाई, बाबु तिमीले त्यहाँ के देख्यौ? पहिलो विद्यार्थीले भन्छ, गुरु त्यहाँ एउटा रुख छ, त्यो रुखमा हाँगा छ, त्यो हाँगामा एउटा चरा बसेको छ, त्यो चरालाई तीर हानेर खसाल्नु छ। फेरि गुरुले दोस्रो विद्यार्थीलाई सोध्नुभयो, बाबु तिमीले त्यहाँ के देख्यौ? दोस्रो विद्यार्थीले भन्छ, गुरु मैले त त्यहाँ ठुलो पहाड देखेँ, त्यो पहाडको छेउमा एउटा रुख छ, त्यो रुखमा हाँगा छ, त्यो हाँगामा एउटा चरा बसेको छ, त्यो चरालाई तीर हानेर खसाल्नु छ। गुरुले फेरि तेस्रो विद्यार्थीलाई सोध्नुभयो, बाबु तिमीले त्यहाँ के देख्यौ? तेस्रो विद्यार्थीले भन्छ, गुरु मैले त यहाँ केही पनि देखेको छैन, मैले त यहाँ पहाड पनि देखेको छैन, मैले त यहाँ रुख देखेको छैन, मैले त यहाँ रुखको हाँगा पनि देखेको छैन, मैले त। तेस्रो विद्यार्थीले भन्छ, मैले त केवल गुरु चराको आँखा मात्र देखेको छु। जब चराको आँखा बाहेक अरू केही पनि देखिँदैन भने त्यो चराको आँखा बाहेक अन्त लाग्छ विद्यार्थी भाइ बहिनीहरू? लाग्दैन। तेस्रो विद्यार्थीले टक्क तीर हान्यो, त्यो चरालाई ठाउँको ठाउँ बसाल्छ हो। त्यसैले कम्युनिटी वेलफेयर इंग्लिश स्कुलको विद्यार्थी भाइ बहिनीहरूले देख्ने सपना भनेको पनि तेस्रो विद्यार्थीले जस्तै
इम्प्रुभ र भर्जन सपना। त्यो सपनालाई पुरा गर्नुहोस्। तपाईँले सोध्नुहोस् अबको 5 वर्षमा म कहाँ रहनेछु, अबको 10 वर्षमा म कहाँ रहनेछु सोध्नुहोस्। तपाईँले जे गर्दै हुनुहुन्छ नि गजब गर्नुहोस्, बेस्ट गर्नुहोस्, उत्कृष्ट गर्नुहोस्। किनभने तपाईँले यो संसारमा महान कार्य गर्नको लागि, बेस्ट काम गर्नको लागि जन्मिनु भएको छ। फेरि तपाईँले बेस्ट गर्नको लागि एउटा सपना लिनुहोस्, सपना बनाउनुहोस्। त्यो सपना पुरा गर्नको लागि अगाडि बढिरहनुहोस्। सपना पुरा गर्नको लागि बिचमा तपाईँलाई जस्तोसुकै बाधा समस्या आए पनि नअडबडिनुहोस्, नआत्तिनुहोस्। हेर्नुहोस् न विद्यार्थी भाइ बहिनी, यो संसारमा 80% व्यक्तिसँग कुनै सपनै हुँदैन। के छ तिम्रो लक्ष्य, के छ तिम्रो सपना भनेर कसैले सोध्यो भने हेरौँ न पढ्दैछु पछि सोचौँला भन्छ। हेर्नुहोस् न विद्यार्थी भाइ बहिनी, हेरौँ भन्ने व्यक्ति लाइफमा हेरिरहन्छ, उसले कहिले पनि केही गर्न सक्दैन। सोचौँ भन्ने व्यक्ति लाइफभरि सोचिरहन्छ, उसले कहिले पनि केही गर्न सक्दैन। त्यसैले विद्यार्थी भाइ बहिनीहरू, तपाईँहरू हेर्ने क्याटेगोरीका नबन्नुहोस्, तपाईँले केही गर्छु भन्ने क्याटेगोरीका बन्नुहोस्। भित्रैबाट उत्साहित हुनुहोस् र एउटा ड्रिम बनाउनुहोस्। आफूलाई पोजिटिभ माइन्डसेट राख्नुहोस्, टाइम म्यानेजमेन्ट गर्नुहोस्, आफ्नो स्किललाई डेभलप गर्दै जानुहोस्। त्यसैले विद्यार्थी भाइ बहिनीहरू, सधैँ रमिते बनेर नबस, नायक बनेर पनि त हेर, त्यो पनि त तिमीलाई सुहाउनेछ। भविष्यमा तपाईँहरू महान र सफल भएको देख्न पाऊँ, यही छ मेरो तर्फबाट विद्यार्थी भाइ बहिनीहरूलाई धेरै धेरै धन्यवाद। दर्शक मित्र, आजको भिडियो तपाईँलाई कस्तो लाग्यो? जस्ताको तस्तै सल्लाह सुझाव तलको कमेन्ट बक्समा दिनुहोला। र यस्तै ज्ञानवर्धक मोटिभेसनल भिडियो हेर्नको लागि हाम्रो यस बेस्ट मोटिभेसनल युट्युब च्यानललाई लाइक, सब्सक्राइब र सेयर गर्न नभुल्नु। यस्तै तपाईँलाई उत्प्रेरणा दिने मोटिभेसनल टिप्सहरू लिएर आउनेछु। हवस् त, धन्यवाद, नमस्कार, स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, व्यस्त रहनुहोस्। यो बेस्ट, थ्याङ्क यू।